सिरा किन्ने भयो क्या म सिराक अनि असलमा गएँ हजुर त्यहाँ गएपछि अनि त्यो सिरा चाहिँ अब दाम कति भने यति दाम भनौँ एउटा सिरानी एउटा चाहिँ त्यो तन्ना अनि त्यसपछि त्यो चाहिँ के अरे त्यो त्यसलाई गुड्दा पाले एउटा ऊ भन्छ नि दरी दरी टक्कसँग चाहिँ रेडी भयो रेडी भएपछि त्यो उसो गुड्दा पारो अनि त्यो डोरी लुज डोरीले बाँधिदियो क्या फेरि त्यहाँ फेरि न सफारी पाउँछ न ट्याक्सी पाउँछ बोक्नुपर्छ मान्छेसम्म 20 वटा एकदम बोक्नुपर्छ क्या त्यहाँ 15-20 मिनट बोक्नुपर्छ त्यहाँ त्यो असल धेरै त गल्ली भएन अनि मैले भने म पैसा दिन्छु अरू अरू केही फरक भएर 2-4 रुपियाँ पैसा दिन्छु त्यही 2 पैसा ठुलो हो त फेरि 5 रुपियाँ त त्यहाँ ठुलो काम हो आज बेलुका 200 भएको हो क्या दिन्छु एउटा डोरीमा डोरीले बाँध्नुहोस् भन्दाखेरि त्यो हडा मसँग त्यति कुरोमा कहाँ आउँछ डोरी म कहाँ दिन्छु म कहाँ किन्छु भन्दा लु म त्यसो भए म तेरो सिरा किन्दिनँ भने क्या मैले पैसा दिएको थिइनँ होइन म किन्न भने हिँडेँ म धनक्क निस्क्यो क्या कस्तो बोली त्यो मान्छेको होइन लु भयो भनेपछि त्यसको बाउ आयो त्यसको बुढी आई त्यसको आमाहरू आयो के भन यता त भयो लु होइन म ल्याइदिन्छु डोरी म त्यसै तपाईँ किन्नु लु बाबा यो मान्छेको बोली म चाहियो म फुट्दा हिँडेँ भयो मैले सिराका किन्न क्या सुन त्यो कुनै पनि काम गर्ने एउटा भन्न खोजेँ मैले एउटा मोड आउँछ क्या एउटा मोड आउँदाखेरि समय एउटा मोड आएपछि त्यो मोड त्यो काम हामीले के अरे गर भने गरिहाल्यो गरेर नै सक्यो गरेर भने रहन्छ क्या त्यो कहाँ पुग्छ क्या अनि अस्ति मैले यो बनाएँ नि यो है यसो सोचेर रातभरि है यो अहिले बनायो भने म त यो त लम्बिन्छ खाँदछ यस्तो